हेलो आज चाहिँ डे 2 विथ ब्रदर एन्ड फादर्स हैन म बाबाहरूसँग घर जाँदैछु म भाइ अनि हाम्रो बाबाहरू हामी मनहरी घर जान थालेको तर काम पनि थियो बुवा आमालाई पनि भेट्न मन लागिरहेको थियो बाबाहरू आएपछि घर जानु भएको थिएन आज भर्खरै 2 दिन भयो बाबाहरू आइपुग्नु भएको बाहिरबाट त्यही भएर अब हामी घर जान थालेको हामी घर जाँदैको यात्रामा छौं हैन डे 1 देखि नै म यति एक्साइटेड थिएँ कि प्रिभियस भिडियोमा देख्नु भएको होला है त्यहाँ चाहिँ मैले बाबाको मेन्सन धेरै गरे हैन तर मलाई सानैदेखि धेरै माया गर्ने हरि बाबा हुनुहुन्छ के हैन अनि लिटरली मैले त्यो भिडियोमा चाहिँ मेन्सन गरे हैन लाइक हामी मनहरी घर जाँदैछ मैले बाबालाई भेट्दा म यति खुसी भएको थिएँ कि सबभन्दा सुरुमा मैले बाबालाई भेटेको है गएर अनि अहिले चाहिँ हामी मनहरी कामको लागि आएको थियौँ अनि त्यो काम सकेर हामी खाना फर्किने बेलामा हामीले के देख्यौँ के हो आई डोन्ट नो है तर खतरा थियो के अनि हामी खाना बस्यौँ त्यसपछि खाना सबैजना बसेपछि त्यहाँनिर कुखुरा राखेको थियो के अनि भाइ स्याउ खाँदै थियो त्यतिखेर आफूले स्याउ खाँदै गरेको अनि त्यो मुखबाट निकाल्दै कुखुरालाई दिँदै अनि कुखुराले खायो पनि के फेरि हैन अनि एकछिनपछि हेर्दा भाइ सिउर चलाउँदै थियो के कुखुराको हैन अनि मलाई चाहिँ सुरुमा डर लागेको थियो कि एकचोटि भाइ हाँसे है अनि पछि चाहिँ भाइ आफैले पनि सिउरी चलाउँदै बसिरहेको थियो के एकछिन कुखुरासँग खेलेपछि हामी खाना गयौँ खानासाना खाएर अनि हामी निस्क्यौँ अब हामीले जाँदाखेरि सानी मामालाई भेट्यौँ अनि मनहरीमा थोरै काम पनि थियो त्यो काम पनि भ्याएर फर्किने बेलामा नि सानी मामासँगै हामी निस्केर खानासाना खाएर सानी मामा पनि त्यतिखेरसम्म हामी सँगै हुनुहुन्थ्यो हामी बजार पनि आइपुग्यौँ हामी एकछिन बजार आएर आफ्नो काम भ्याउँदै थियौँ अनि बेलुका घर फर्किने बेलामा पानी पर्यो है त्यो भिडियो लास्टमा हजुरले देख्नुहुन्छ पानी यस्तो खतरा परिरहेको थियो पछि हामी घर फर्किने बेलामा पनि एकदमै धेरै भिज्यो के एकदमै धेरै भिज्यो त्यो दिन बेलुकै म बिरामी भएँ अनि भाइ भोलिपल्ट बिरामी पर्यो पानी पर्यो भएर मैले लास्टमा भिडियो बनाउनै पाइनँ त्यही भएर मसँग लास्ट क्लिप पनि छैन अनि त्यहाँ एकछिन बस्ने ठाउँ पनि थियो हामी सब भाइ र म बसेँ हामी केही टाइम त्यहीँनिर खेलेर बस्यौँ इन्जोय गऱ्यौँ त्यसपछि भाइले नेपाल पुलिसहरू आएको देखे है पुलिस र आर्मीहरू हिँड्दै हुनुहुन्थ्यो कि अनि देखेपछि उठेर गएर ह्यान्डसेक गरेर सल्युट गरेर बोलिहाल्यो कि यति फ्रेन्डली भएर बोलिरहेको थियो कि लिटरली हैन फर्स्ट टाइम भेटेको हो जस्तो फिलै थिएन कि यस्तो मजाले इन्जोय गरेर बोलिरहेको थियो कि अनि त्यो चाहिँ मसँग धेरै भिडियो छैन त्यही भएर अर्को भिडियोमा फेरि भेट्छौँ बाइ बाइ सी यु इन द नेक्स्ट भिडियो